नमस्कार साथीहरू, आज म यो जिउरा बोका खोसीको तौल कसरी निकाल्ने हैन, जुन चाहिँ काटेको मासु र जिउँदो जोक्दाखेरि कति हुन्छ, हामीसँग चाहिँ जोख्ने सामग्री नभएको अवस्थामा हामीले यो इन्ची टेपको माध्यमले हामीले चाहिँ बोका खोसीको तौल चाहिँ पत्ता लगाउन सक्छौँ। यसमा चाहिँ केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला र तपाईँले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। कुनै बेला चाहिँ बोको काट्दाखेरि पहिला यसरी ट्राई गर्नु होला, अनि त्यसपछि त्यसलाई काटेर हेर्नु होला त्यति हुन्छ कि हुँदैन भन्ने कुरा हैन, सबै कुरा चाहिँ हेर्नु होला है। म तपाईँलाई चाहिँ डिटेलमा बताउन गइरहेको छु। अब यसको लागि हामीले सुरुमा यो अब जुनको तौल लिने हो त्यो बोकालाई चाहिँ हामीले सिधा राख्नु पर्यो है। यसरी सिधै राख्नु पर्यो, उठेर थोरै यता आइदिनु होला। यसरी राखिसकेपछि यसको यहाँनिर हेर्न सक्नुहुन्छ। ल, अठौनी मान्छे चाहिँदो रहेछ एउटा है, डल्लो परिसक्यो। अब यसको यहाँनिर चाहिँ यो हड्डी हुन्छ है, यहाँनिरको ठ्याक्क हड्डी र यहाँनिर चाहिँ एउटा पछाडि हड्डी हुन्छ। पाठो चाहिँ सिधा हुनुपर्छ है। है थोरै सिधा गराउनुपर्छ पाठोलाई, खुट्टा जोडेको अवस्थामा। अनि ठ्याक्क यहाँनिर पछाडि हिप बोन हुन्छ एउटा, ट्याक्क राख्नुभयो भने चाहिँ यसलाई इन्चीमा ल्याउनु पर्ने हुन्छ है। 21 इन्च रहेको छ हैन, 21 इन्च रहेको छ। र यसमा चाहिँ अब हामीले यसको लम्बाइ नापिसक्यौँ, यहाँको हड्डी र यहाँ पछाडिको हड्डीबाट है। अब त्यसपछि हामीले यसको चाहिँ गोलाइ ल्याउँछौँ। गोलाइ चाहिँ ठ्याक्क यो खुट्टा सिधा गराएर ठ्याक्क यो दुई खुट्टाको यहाँनिरबाट अलिक टाइट गराएर लिनु होला। गोलाइ चाहिँ लिनुपर्ने हुन्छ। यसको गोलाइ चाहिँ 27 इन्ची छ हैन। अब ट्याक्कै तपाईँले चाहिँ यहाँबाट यो दुई खुट्टाबाट चाहिँ ट्याक्कै ल्याउनु होला है। अनि यसरी चाहिँ गोलाइ चाहिँ 27 इन्ची छ। लम्बाइ चाहिँ यसको थोरै छ है। अब कुनै लामा हुन्छन्, कुनै चाहिँ अलिक डल्ला डल्ला मोटा हुन्छन् हैन। अब त्यो भइसकेपछि अब हामीले के गर्नु पर्यो त भन्दाखेरि यसको सबै कुरा ल्याइसकेपछि हामीले अब एउटा क्यालकुलेटरमा प्रयोग गर्छौँ। हामीले के गर्छौँ त, गोलाइ 27 आयो, लम्बाइ चाहिँ 21 आयो हैन। गोलाइ इन्टु लम्बाइ अनि भागा चाहिँ 660 गर्छौँ। अब हामीले त्यो पनि तपाईँलाई देखाउँछौँ है त। अब हामीले यसको तौल निकाल्नका लागि गोलाइ इन्टु लम्बाइ भागा 660 गर्छौँ। गोलाइ कति थियो 27 इन्ची, फेरि गोलाइ कति थियो 27 इन्ची, लम्बाइ कति थियो 21 है। दुईचोटि गोलाइ हान्ने इन्टु लम्बाइ हान्ने, अनि भाग कतिले गर्ने त 660ले भाग गर्दाखेरि यो 23 किलो समथिङ आयो हैन। अब 23 किलो चाहिँ यसको काटेको मासु होइन, यसको चाहिँ जिउँदै जोग्दाखेरि चाहिँ 23 किलो हुन्छ भनेको हो यसले है। अब हामीले यसको चाहिँ काटेको मासु कति छ त, कति केजी हुन्छ त भनेर चाहिँ पत्ता लगाउनका लागि इन्टु यसको चाहिँ लगभग 70% जति पर्छ मासु, 70 गरियो भने चाहिँ यसको मासु चाहिँ काटेको कति छ त भन्दाखेरि 16 किलो है। 16 किलो जति पर्छ। अब यसरी चाहिँ तपाईँको थोरै आधा किलो 1 किलोसम्म चाहिँ फरक पर्छ, त्योभन्दा धेरै चाहिँ फरक पर्दैन। तपाईँले घरमा काट्दाखेरि पनि पहिला चाहिँ यसरी पत्ता लगाएर जोखेर काट्न सक्नुहुन्छ हैन। अनि तपाईँले काटेपछि जोख्न सक्नुहुन्छ, अनि कति हुन्छ त्यो तपाईँलाई एकुरेट थाहा हुन्छ। जस्तो भिडियो कस्तो लाग्यो, यस्तो जानकारी लागि हामीलाई सब्स्क्राइब गर्नु होला। धन्यवाद।